के हजुरको अडिटरले नियमित रूपमा भ्याट रिटर्न अथवा मास्केवारी हालिरहेको छ त? हजुरको करको स्ट्याटस के छ? हजुरको बक्यौता कति छ? यो कुरा हेर्न चाहनुहुन्छ, बुझ्न चाहनुहुन्छ? यदि बुझ्न चाहनुहुन्छ भने आउनुहोस्, आज म हजुरलाई सिकाउँछु कि हजुरको व्यवसायको कर हजुरले कसरी निगरानी गर्न सक्नुहुन्छ र कसरी हेर्न सक्नुहुन्छ। आउनुहोस्, यसको लागि हजुरले सुरुमा नेपाल सरकारको ird.gov.np भन्ने वेबसाइटमा जानुपर्ने हुन्छ। यहाँ गइसकेपछि हजुरले एउटा सानो यहाँ करदाता पोर्टल भन्ने देख्नुहुन्छ। हेर्नुहोस् त, यहाँ करदाता पोर्टल भन्ने लेखेको छ। हो, यो करदाता पोर्टलमा थिचिसकेपछि हजुरले यहाँ एउटा सानो जनरल भन्ने देखिन्छ। इन्टिग्रेटेड ट्याक्स सिस्टमको भित्र एउटा जेनरल भन्ने हुन्छ, जसमा हजुरले ट्याक्स पेयर लगइन भन्ने देख्नुहुन्छ। हो, त्यो ट्याक्स पेयर लगइनमा हजुरले थिचिसकेपछि यस्तो खालको एउटा हजुरको इन्टरफेस देखिन्छ। अब यसमा के हाल्ने त? यसमा स्थायी लेखा नम्बरमा हजुरले आफ्नो प्यान नम्बर हाल्ने, प्रयोगकर्ता नाम हजुरको प्यान नम्बरै हुन्छ, प्यान नम्बर हाल्ने, र पासवर्डमा हजुरलाई आन्तरिक राजस्व कार्यालयले दिएको जुन पासवर्ड छ त्यो पासवर्ड यसमा हान्ने। त्यो हानेर एउटा क्याप्चा हानिसकेपछि हजुर लगइन गर्न सक्नुहुन्छ। हजुर लगइन गरिसकेपछि कोही यस्तो खालको एउटा इन्टरफेस देख्नुहुन्छ। यो इन्टरफेस भनेको हजुरको सम्पूर्ण कर सम्बन्धी स्ट्याटस के छ, के भइरहेको छ भन्ने कुरा हजुरले सम्पूर्ण सबै यहीबाट हेर्न सक्नुहुन्छ। तर आज म हजुरलाई एउटा भ्याट सम्बन्धी मात्रै हजुरलाई बुझाइदिन्छु। जस्तो यो व्यक्तिको हिसाबमा, यो व्यक्तिको करको हाम्रो ड्यासबोर्डमा हेर्दाखेरि नन फाइलर 2081 मन्थ 11 देखियो। यो भनेको के हो? यो भनेको 2081 साल 11औं महिनाको जुन विवरण, भ्याट विवरण छ, मास्केवारी छ, उसले हाल्न बिर्सिएको छ अथवा हालेको छैन, हैन? त्यसले गर्दा फाइन के आउँछ? 1000 रुपियाँ फाइन आउँछ हजुरलाई, हैन? एउटा मास्केवारी जुन विवरण हाल्नुपर्ने मिति छ त्यो महिनाको नहाल्दा 1000 रुपियाँ फाइन आउँछ। अब हजुरको यदि भ्याट क्रेडिट रिसिभेबल छ अथवा भ्याट पेएबल छ, बक्यौता तिर्न पर्ने छ अथवा तपाईँले पाउनु पर्ने छ भने कहाँ देखिन्छ? त्यो देखिन्छ हजुरको यसमा, यहाँ हजुरको यदि तिर्न पर्ने छ भने, मानौ हजुरको 50,000 तिर्न पर्ने छ भने 50,000 यहाँ देखिन्छ बक्यौतामा। यदि हजुरले भ्याट क्रेडिट लिन 48,000 को बाँकी छ भने 48,000 यहाँ देखिन्छ। हो, यसरी हजुरले आफ्नो व्यवसायको भ्याट अथवा करमा के भइरहेको छ भनेर इन्फर्मेसन लिन सक्नुहुन्छ। हजुरको अडिटरले काम गरिरहेको छ कि छैन, हजुरले जसलाई भ्याटको जिम्मा दिइराख्नु भएको छ त्यो मान्छेले गरिरहेको छ कि छैन भन्ने कुरा हेर्न सक्नुहुन्छ। र यस्तै यदि हजुरलाई कर सम्बन्धी कुनै समस्या भएको छ, यो सम्बन्धी हजुरलाई समस्या छ भने परामर्शको लागि र कुनै पनि समस्या समाधानको लागि हजुरले फाइनान्स 360 ले सम्झिन सक्नुहुन्छ। म सीए पोषण भण्डारी आजको लागि बिदा हुन्छु। नमस्ते, धन्यवाद।